हाम्रो मेरो एकदम सन्तोष घिमिरे हाम्रो इन्जिनियर साहब हुनुहुन्छ होइन, उहाँ अब आफ्नो ठाउँमा आफ्नो ठिक छ, अनि हाम्रो बिचमा त कलाकार हो होइन। सो मेरो पुरानो मित्र मेरो भाइ, सो उसको आज जन्मदिन रहेछ होइन। अब ठ्याक्क अब 10-15 सेकेन्ड बाँकी छ, सबैले ह्याप्पी बर्थडे सबैले सेलिब्रेट गरिदिनु। ह्याप्पी बर्थडे सानो। भूमिमा पानी पर्यो, डाँडा पाखा आँगनीमा फुल फुल्यो, आजको दिनमा हाम्रो सानो घरमा आकाश। आज के हो बाबाको ह्याप्पी बर्थडे? ओके ल आऊ मेरो छोरा, ल टिप्पदियो बाबालाई बर्थडेको दिन यता नि। लभ यु। नमस्ते सबैजनालाई, नमस्ते र आज जन्मदिनको सुरुवातसँगै म फ्रेस भएर आएर अब मेरो आजको दिन सुरु हुन्छ। थ्याङ्क यू भान्जु, मेरो कान्छो भान्जु, थ्याङ्क यू। छोरो के छ, के भन्नु मन छ? हेलो मम्मी, ल गुड मर्निङ, गुड मर्निङ। ल के ल मेरो छोरालाई आशीर्वाद छ, जन्मदिनको धेरै धेरै आशीर्वाद छ। चिरञ्जीवी भए, राम्रो राम्रो प्रगति गरे, ठुलो मान्छे बने, हिँड्दा ठेस नलाओस्, खुसी राखी मेरो परिवार सबै। मेरो जन्मदिनको दिन ल मम्मीलाई मैले यसो ढोक गर्छु है त। ओके ल ढोक गरे। ओहो ल मेरो बुढीले ल गिफ्ट, थ्याङ्क यू सो मच। फुल थ्याङ्क यू सो मच है। ल मेरो धन्यवाद बुढीलाई, के गिफ्ट यस्तो मिठो गिफ्ट है। अब बहिनी छोरो गिफ्ट हो। ओके ल छोरोको गिफ्ट है। हजुर मेरो बर्थडे हो आज हो र? ए ओके, हामी कहाँ जाँदैछौँ? मन्दिर। आज मन्दिर दर्शन गर्न। ओके पापा उठिन्छ फेरि।
अब तपाईँहरूलाई म मेरो बारीतिर लैजान्छु है। यो चाहिँ एभोकाडोको बुटो है। यो मैले नै चाहिँ हुर्काएर भनौँ न आफैले खाएर एभोकाडोको त्यसैको बिउ हुर्काएर अनि यो चाहिँ लगभग 4-5 वर्ष भयो होइन। यो पनि हो होइन। र यिनीहरू चाहिँ मैले आफैले चाहिँ एभोकाडो किनेँ अनि त्यसपछि कोरोनाको टाइममा कोरोना लागेको टाइममा एभोकाडो खानुपर्छ भनेर अनि लिएर आइयो होइन। त्यसपछि त्यसको सबै मैले बिउहरू आफैले बनाएर अनि यत्रो बनाइएछ। यो चाहिँ अहिले फलेको एभोकाडोको बुटो। यो चाहिँ मैले आफैले उगारेको अहिले टिपेँ है। टिप्ने बेला भएछ अलिअलि फलेको छ। एकदम शुभकामना लिन आउनुभएको है। ल एकदम रमाइलो छ। आज दाइको जन्मदिनमा खाना खाँदै हुनुहुन्छ। दिल की राह जुदा थी ख्वाबों की मंजिल और कई धड़कन की वादी में आवाज़ हेलो छोरो, हेलो कान्छु आइज त खेल छ भाइ त खेल जाऊ त खेल आफै हार खुट्टाले छोरो कालो यस्तो कालो अङ्गु खाएको अङ्गारो जस्तो हो आइसक्रिम हो। कान्छीले के खाएको आइसक्रिम मिठो छ। Beat fight. These gritty vibes keep my story in sight.